आजको बैठकको एजेन्डाहरू भएको आजको बैठकमा यो 13 गते समानुपातिकको सूची बुझाउनु पर्ने विषयको बारेमा विषय प्रवेश मात्रै भएको छ र आज खास गरिकन अधिवेशनको 15औं अधिवेशनको कार्यतालिकाका सन्दर्भमा मैले के विषय राखेको छु त्यसको बारेमा छलफल भएको छ। हामीले असोजको पहिलो साता 15औं महाधिवेशन गर्नुपर्छ, गर्न सकिन्छ भनेर एउटा कार्यतालिका यहाँ प्रस्ताव गरेका थियौँ कार्य सम्पादनकै बैठकमा। किनकि भाद्र 23 र 24 को घटना पछाडि अधिवेशन नगरिकन निर्वाचनमा जाने सुविधा हामीसँग थिएन। हामीले जुन बेलामा कार्यतालिका प्रस्तावित गर्यौं त्यो कार्यतालिका त्यो बेलामा स्वीकार गरेर गरेको भए आज आनन्दले हाम्रो अधिवेशन सम्पन्न भएर त्यो अधिवेशनबाट आएको नेपाली कांग्रेसले राष्ट्रिय मुद्दाहरूमा आफूलाई केन्द्रमा उभ्याएको अवस्था हुन्थ्यो। तर हामीले 40औं दिन खेर फाल्यौं, अधिवेशन गर्न सकिन्छ सकिँदैन भनेर खेर फाल्यौं। त्यसले नेपाली कांग्रेस पार्टीलाई मात्र अलमलमा राखेन, कांग्रेसले राष्ट्रिय राजनीतिका सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने कतिपय कुराबाट पनि चुक्नुपर्ने अवस्था आयो। धेरै ढिलो गरेर हामीले कार्यतालिका बनायौं। त्यो कार्यतालिका अनुसारको काम गर्ने प्रयास हामीले गरिरहेका छौं। त्यो कार्यतालिका अनुसार एकदमै धेरै ठूलो समयको दबाव छ। त्यो दबावका बीचमा पनि हामी काम गर्ने प्रयास गरिरहेका छौं। एउटा के कुरा निरन्तर रूपमा जहिले पनि अलमल भएको मैले पाउँछु भने यहाँ एउटा सदस्यता व्यवस्थापन समिति भन्ने छ। अनि कांग्रेसको क्रियाशील सदस्यताको विषय चाहिँ यहीँबाट सुरु हुन्छ यहीँबाट टुङ्गिन्छ भन्ने ढङ्गबाट विषयवस्तुहरू प्रस्तुत भएको पाउँछु। सदस्यता व्यवस्थापन समिति भनेको कार्यालयको एउटा सचिवालय मात्रै हो। यसको काम क्रियाशील सदस्यताको फारम तल पठाउने हो। नेपाली कांग्रेस पार्टीको विधान अनुसार क्रियाशीलको नवीकरणको सम्पूर्ण विषय जिल्लामै टुङ्गिन्छ र नयाँ क्रियाशीलको सम्पूर्ण विषय क्षेत्रमै टुङ्गिन्छ। इभन जिल्लामा नै आउनु पर्दैन। कुनै कुराको विवाद भयो भने मात्रै हामीले माथि हेर्ने हो। त्यसैले यो जिल्ला क्षेत्रमा ठिक समयमा काम गरियो भने यो कुरा हामी यहाँ माथि के पनि गर्नै पर्दैन। यो सन्दर्भमा 12औं 13औं 14औं को अनुभवको आधारमा 15औं महाधिवेशनको कार्यतालिकाको दबावको बीचमा अद्भुत गतिमा काम भएको हामीले यसलाई पायौं। धेरै जिल्लाहरूमा केही ठाउँहरूमा भने विवादहरू छन् र केही ठाउँहरूमा भने बदनियतका साथ क्रियाशील सदस्यताको कामहरू अगाडि बढ्न दिइएको छैन। यो कुरालाई लिएर मैले आज एउटा प्रस्ताव गरेको छु कि त्यो प्रस्ताव भनेको क्रियाशील सदस्यताको विवाद भएको स्वाभाविक रूपले विवाद भएको र बदनियत राखिएको ठाउँहरूमा नेपाली कांग्रेसको यो जारी बैठकले तत्कालै सर्वाधिकार सम्पन्न प्रतिनिधि केही दिनका लागि तल फिल्डमै पठाउने, जो तल जान्छ 3-4 दिन बस्नुहुन्छ उहाँहरू र तीभित्र बसेर विधानले दिएको अधिकार प्रयोग गरेर क्रियाशील विवाद यहाँ टुङ्ग्याउनुहुन्छ। त्यसो गर्दाखेरि बहुसंख्य ठाउँको हाम्रो विवाद टुङ्गिन्छ। त्यसो गर्दाखेरि पनि जुन ठाउँबाट नियतवश क्रियाशील सदस्यता पठाउने कामहरू हुँदैन त्यो ठाउँलाई पुरानो क्रियाशील सदस्यताको आधारमा त्यहाँभित्र कामहरू अगाडि बढ्छ कि त्यो ठाउँले भाग लिन पाउँदैन। यसलाई जबरजस्ती एउटा दुईटा निर्वाचन क्षेत्रमा वा जिल्लामा गरेर यहाँको सम्पूर्ण पार्टीको अधिवेशनलाई प्रभावित गर्ने कोसिस हुन्छ भने त्यो बेलामा त्यही अनुसारको कारबाही गर्नुपर्छ, त्यही अनुसार जानुपर्छ भन्ने अर्को प्रस्ताव छ। र यसो गर्दाखेरि पनि हाम्रो अहिले बनाएको कार्यतालिकालाई केही सामान्य संशोधन गर्नुपर्ने हुन्छ र यो संशोधन गरेर अहिले 16 गते गर्ने भनेको वडा अधिवेशनलाई 21 गते गरौँ र 23 गते क्षेत्रको अधिवेशन गरौँ। त्यस पछाडि पुरानो तोकिएकै मितिमा हामी केन्द्रको महाधिवेशन गर्ने हो। महाधिवेशनको अन्तिम तिथिमिति चलाउन हुँदैन, चलाउन पाइँदैन। त्योभन्दा अगाडि कार्यतालिकाहरू हामीले सामान्य हेरफेर गर्न सक्छौँ। यसो गर्दाखेरि अहिले एउटा विषम परिस्थिति पनि भएको, समयको अत्यन्त ठुलो चाप र दबाव रहेको हुनाले गर्दा मेरो प्रस्ताव वडाको अधिवेशन गरौँ, वडाको अधिवेशनबाट क्षेत्रको प्रतिनिधि आउँछ, क्षेत्रको अधिवेशन गरौँ र क्षेत्रको अधिवेशनबाट केन्द्रीय महाधिवेशन गरौँ। प्रदेश क ख पालिका जिल्ला र 7वटा प्रदेशको अधिवेशन आम निर्वाचनपछि गर्न सकिन्छ। यो गर्न पाइन्छ कि पाइँदैन भन्ने कुराको सन्दर्भमा बकाइदासँग गर्न पाइन्छ। यो भएको छ कि छैन बकाइदा भएको छ। अघिल्लो पटक हामीले अधिवेशन हेर्यौं, 14 महाधिवेशन हेर्यौं भने थुप्रै जिल्लाको अधिवेशनहरू हामीले कहिले गरेको हो भने हामीले केन्द्रीय महाधिवेशनपछि गरेको हो। हामीले प्रदेशको अधिवेशनहरू पनि केही प्रदेशको अधिवेशनहरू हामीले केन्द्रीय महाधिवेशन, उदाहरणको लागि सुदूरपश्चिमको अधिवेशन, उदाहरणको लागि मध्य प्रदेशको अधिवेशन हामीले केन्द्रीय महाधिवेशनपछि गरेको। जिल्लाको अधिवेशनपछि पनि केन्द्रीय महाधिवेशन गरेका छौँ। महाधिवेशन एउटै अवस्थामा मात्र हुँदैन, 165 निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधि आएन भने हुँदैन, बाँकी रहेकोले महाधिवेशन रोक्दैन। त्यसैले अब अधिवेशन गर्ने समयको दबाव छ, तर होइन
प्रत्येक तह गर्नै पर्छ, विधानले भनेको छ तलमाथि गर्नु हुँदैन भनेर भनेको चाहिँ अधिवेशन नगरौँ भनेर भनेको। त्यो भएकोले गर्दाखेरि अहिले जारी भइरहेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट मैले त आजै गरौँ भनेको, नभए भोलि पर्सि भित्रमा कि यो संसदीय कार्यतालिका हामीले मान्यौँ भनेदेखि पनि अधिवेशन गर्ने वातावरणतिर हामी गयौँ, जसले गर्दाखेरि अप्ठ्यारो छ, अप्ठ्यारोको बिचमा हाम्रो अधिवेशन हुन्छ। होइन यो संसदीय कार्यतालिका संशोधन नगर्ने, हामी यत्तिकै गरिराख्ने हो भनेदेखि भने यो चाहिँ अधिवेशनलाई खालि हो टार्ने कुरा मात्रै हुन्छ। अधिवेशन टार्ने, अधिवेशन टाल्ने, अधिवेशन हुन्छ भनेर हामीले छलछाम गर्ने कुरा मात्रै हुन्छ। यो छलछाम गर्ने कुराले यो पार्टीलाई धेरै ठुलो क्षति पुर्याउँछ, पार्टीका देशभरिको साथीहरूलाई शिथिल बनाउँछ, निराश बनाउँछ। हामी त्यसै पनि पहिला चुकिसक्यौँ। नेपाली कांग्रेस पार्टीले गएका बितेका 1-1.5 महिनाभित्रमा हामी खाली आफ्नो पार्टी कार्यालयभित्र यहाँ बसेर पार्टीभित्रको झगडामा, पार्टीको अधिवेशन, पार्टीको क्रियाशील भनेर बसेका छौँ। अरू पार्टी अगाडि कहाँ बढिसक्यो। अनावश्यक हामीले समय खेर फाल्यौँ। अब फेरि यो अनावश्यक समय खेर फाल्ने कुरा हुँदैन, अब फेरि आलटाल गर्ने कुरा हुँदैन। अधिवेशन यदि हामीले यसरी नियमित अधिवेशन गरेर जाँदैनौँ भनेर भन्यो भने विकल्प एकदम खुला छ। पार्टीको साथीहरूले यहाँ माग राख्नु भएको छ बकाइदासँग, त्यो पनि विधानले नै भनेको छ विशेष अधिवेशन गर्ने, विशेष अधिवेशनबाट अधिवेशनले गर्ने निर्णय गर्ने। यदि अहिले हामी अधिवेशन गर्न सक्दैनौँ भन्ने हाम्रो कुरामा जन्छ। तर हामी अझै पनि के भनिरहेका छौँ भने सबै साथीभाइले ठिक ढङ्गले काम गर्ने हो भने हामीसँग छोटो समयमा गर्न सक्छौँ। तर के कुरा चाहिँ अब मन्जुर छैन भने हामी अधिवेशनको कुरा आलटाल गर्ने, गर्दै जाउँला भन्ने, हेर्दै जाउँला भन्ने, यसै गर्दै जाउँ भनेर भन्ने, त्यो गर्ने कुरा मन्जुर छैन। विधानको मस्यौदाको समिति बनेको छैन। अधिवेशनका लागि बनाउनु पर्ने कुनै अरू बाँकी रहेका कामहरू, अधिवेशनको लागि बनाउनु पर्ने तयारी समिति, अधिवेशनको लागि चाहिने अरू प्रतिवेदन लेखन समितिहरू, जे जति कुराहरू गर्नुपर्ने हो त्यो केही पनि कुराहरू नगरिकन खालि कार्यतालिका बनाइदिएर क्रियाशीलको काम लगाइदिएर अनि त्यो क्रियाशीलको काम चाहिँ महामन्त्रीको जिम्मामा छ, गर्नुपर्ने तल जिल्ला क्षेत्रहरूले छ, जिल्ला र क्षेत्रहरूबाट कामहरू सम्पन्न हुन नसकेको कुराको भारी बोकाइदिएर चाहिँ अधिवेशन त गर्न खोजेको, अधिवेशन भएन भनेर गर्ने यो छलछाम गर्ने कुरा यो स्वीकार्य हुँदैन। अधिवेशन गरेर जाने भन्ने कुराको सन्दर्भमा जुन खालको प्रष्टताको आवश्यकता छ त्यो प्रष्टता हामीले खोजिरहेका छौँ। यो प्रष्टताको स्थिति रहेन भने अरू वैकल्पिक बाटोहरू खुला छ, ती वैकल्पिक बाटोहरू हिँड्नुपर्ने हुन्छ। म आजै वैकल्पिक बाटोहरूमै जाउँ भनेर भनिहाल्दिनँ, किनकि अझै पनि यहाँ यो कार्य सम्पादनको बैठक चलिरहेकोले गर्दाखेरि म झिनो आशा राख्छु। तर यसले यो कार्यतालिका संशोधन गरेर एउटा गतिका साथ र एकताका साथ अधिवेशन जाने स्थिति बनाएन भने चाहिँ त्यो बेलामा चाहिँ हामीसँग विशेष महाधिवेशन गर्ने नेतृत्व छान्ने भन्ने विकल्प हुँदैन। किनकि 1, 2, 3 अधिवेशन नगरिकन नेतृत्व नयाँ नछानिकन नेपाली कांग्रेस पार्टी निर्वाचनमा जानु हुँदैन। पार्टीको सामान्य चिन्ता भएको मान्छेले पनि, म पार्टी सभापतिले पनि आग्रह गर्छु है, किनकि पार्टी सभापतिले कार्यभाग दिनुभएको छ, तर पार्टी सभापतिले कार्यभाग दिँदै गर्दाखेरि पनि यो चाहिँ नाम मात्रको कार्यभाग छ। आज बैठकमा आउनुभएको छैन, बाँकी रहेको बैठक अरू बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ। त्यस कारणले गर्दा सभापतिलाई पनि मेरो आग्रह हो, यहीँबाट मैले खुला पनि आग्रह गर्छु, पार्टीको सर्वोत्तम हितका बारेमा सबभन्दा बढी चिन्ता गर्नुपर्ने पार्टीको सभापतिले हो। यही कार्यालयमा आएर पार्टीको सभापतिले पार्टीको हितका निम्ति तपाईँहरू मिल्नुहोस्, मङ्सिरभित्र अधिवेशन गर्नुहोस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरिका पार्टीका साथीहरूले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नु भन्ने बोध गरेका थिए। हामी फेरि एकपल्ट अपेक्षा गर्छौँ कि पार्टीको अधिवेशन गराउने कुराको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका होइन भनेदेखि भने यो विशेष महाधिवेशनबाट भए पनि पार्टीलाई म नयाँ नेतृत्व दिन्छु। त्यो नयाँ नेतृत्वले अब चुनाव हाँक्छ, किनकि त्यो नयाँ नेतृत्वले मात्रै काङ्ग्रेसको लागि चुनाव हाँक्न सक्छ। यो भन्ने कुरा चाहिँ त्यो सभापतिको ठाउँबाट पनि यो भूमिका उहाँले निर्वाह गर्नुहुन्छ भन्ने त्यो अपेक्षा पनि राख्छु। बैठक चलिरहेको छ, अरू 2-3 दिन बैठक चल्छ। बैठक चल्दै गर्दाखेरि यही बैठकबाट जे निर्णय गर्नुपर्ने बैठकबाट निर्णय हुन्छ। यो बैठकको निर्णयबाट हामीले आगामी कदम कसरी चाल्नु पर्यो यसको तय पनि त्यही निर्णय हो। केन्द्रीय समिति 1 महिना लागेको थियो, यो पनि 1 महिना 1 हप्ता लाग्ने अथवा 15 दिन लाग्ने अझै तन्त्र यो 13 गते भन्दा अगाडि टुङ्गिन्छ, किनकि यसले टुङ्ग्याउनु पर्ने कुरा 13 गते अगाडि। यो पार्टीको महामन्त्रीले विधान मस्यौदा समिति निर्णय गर्ने हो र पार्टीको यहाँबाट केन्द्रीय समितिले निर्णय गरेर सबै समितिको निर्णय गर्ने एकल अधिकार पार्टी सभापतिले दिएर पठाएको छ। अनि तपाईँले मैले पार्टीको महामन्त्रीले गर्ने मैले गरिदिन्छु, मसँग तयार छ। म महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनाइदिन्छु 5 सदस्य। मैले बनाउन पाउने हो भने मैले बनाउन पाउँदिनँ। यो 26 गतेदेखिमा माघ पहिलो हप्ता पुर्याउने गरी कार्यतालिका संशोधन भयो भने स्वीकार्य हुन्छ। अहिले हामीले कार्यतालिकाको संशोधनको सन्दर्भमा पुसको 26 गतेको तिथि जुन छ त्यो चलाउनै पर्दैन। त्यो नचलाइकन बकाइदासँग त्यही तिथिभित्र अहिले मैले भने तरिकाले गर्न सकिन्छ। किनकि यो एउटा कुरामा चाहिँ सबै साथीहरूलाई धन्यवाद दिनुपर्छ कि नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सन्दर्भमा जुन पहिला 5 महिना मैले पहिलेदेखि भने 5 महिना 6 महिना लाग्छ गर्नै सकिँदैन,
महिनौ लाग्छ भनेर भनेको कुरा यसपालि तलको साथीहरूले आज मध्यरातसम्म हामीले केही समय दिएका छौँ। यहीँ कति साथीहरू आउनुभएको छ, मध्यरातसम्म बोकेर आउनुभएको छ। केही ठाउँहरूमा समस्या छ, तर बहुसङ्ख्यक ठाउँहरूमा जसरी गर्नुभएको छ मलाई के विश्वास छ भने मैले भनेको जस्तो प्रतिनिधि दल पठाउने, खटाउने, फिल्डमै जाने, निर्णय गर्ने। अर्जेन्सी त सबैलाई महसुस हुनु पऱ्यो नि। यो गगन थापाले मागेको अधिवेशन हो, त्यस कारणले गर्दा यसलाई देखाइदिने भनेर भन्यो भने त जहाँबाट जो रोक्दै पनि हुन्छ। तर काङ्ग्रेसलाई अधिवेशन आवश्यक छ, अधिवेशन गर्ने भनेर भन्यो भनेदेखि भने मैले मेरो निर्वाचन क्षेत्र काठमाडौँको क्षेत्र नम्बर 4 हो। मैले अहिले अधिवेशनका सन्दर्भमा 165 निर्वाचन क्षेत्र मध्येमा सबैभन्दा पहिला क्रियाशीलको नवीकरण टुङ्ग्याएको पनि त्यहाँ हो, क्रियाशीलको नयाँको कुरा टुङ्ग्याएको पनि त्यहाँ हो। मेरो आफू निर्वाचन मलाई अधिवेशन गर्नुपर्छ भने हुनाले गर्दा मैले 2 वर्ष अगाडि टुङ्ग्याएको अधिवेशन। हामी त ती क्षेत्रमा टुङ्ग्याउन पाइन्छ नि त, होइन? त्यसले अधिवेशन गर्नुपर्छ भनेर भन्यो भने अहिले तपाईँले सोधेको विषयको सन्दर्भमा माग लानै पर्दैन। हामीले एउटा त प्रतिनिधि पठाउनु पनि पर्दैन, सबैजना आफ्नो ठाउँमा इमान्दार भएर लाग्ने हो भने। होइन प्रतिनिधि पठाउनुपर्छ भनेर भन्यो भने हामीहरू प्रतिनिधि पठाउँछ, 4 दिन 5 दिनमा टुङ्गिन्छ। तर क्वेसन के हो भने हामी अधिवेशन गर्न तयार हो कि होइन? अधिवेशनको कार्यतालिका बनाउने, छलछाम गर्ने हाम्रो नियत त्यो हो कि जसरी पनि अधिवेशन गर्ने भन्ने हो। जसरी पनि अधिवेशन गर्ने हुनुपर्छ भन्ने मेरो तर्क दलिल किन हो भने हाम्रो अधिवेशन अब केही नेताहरूले भन्नुभएको जस्तो हाम्रो आन्तरिक विषय मात्र होइन। हामी यो कार्यालयभित्र बसेर अधिवेशन कहिले गर्छौँ भन्ने हाम्रो मात्र चासोको विषय हुन्थ्यो भने धेरै फरक पर्दैन थियो। हामी यहाँबाट बाहिर निस्केर जब नागरिकका बिचमा जान्छौँ, यो पटक नागरिकले हामीले सोध्ने प्रश्नै त्यहाँबाट प्रारम्भ हुन्छ, तिमीले आफ्नो अधिवेशन त गरेनौ, तिमी आफू बदलिन्छु भन्ने कुराको अधिवेशनबाट केही तिमीले उद्घोष त गरेनौ, सङ्कल्प त गरेनौ, तिमी मसँग मत के आधारमा माग्न आउँछौ भन्ने प्रश्न, पहिलो प्रश्न हामीले सामना गर्नुपर्ने छ। यो प्रश्नको उत्तर लिएर जाने कि नजाने भन्ने हाम्रो अहिले अगाडि संवेदनशील विषय हो। ल, थ्याङ्क यू। त्यो विशेष महाधिवेशन तपाईँहरूले कम्प्रोमाइज गर्नुभयो, कसको भरोसामा, कसको आशामा, के को आशामा त्यो कुरालाई छोड्नु? विधानले 3 महिनामा त्यो अधिकार तपाईँलाई दिएको थियो, 54% साथीहरूले तपाईँहरूलाई साथ पनि दिनुभएको थियो। कसको भरोसा र विश्वास, के का आधारमा त्यसलाई अहिले छोड्नु पर्छ? म नेपाली कङ्ग्रेस पार्टीको महामन्त्री भएको हुनाले गर्दा विशेष महाधिवेशन मागकर्ता साथीहरूलाई मैले त्यही ठाउँमा राखेर हेर्नुपर्छ। विशेष महाधिवेशनको मागकर्ता म होइन, म नेपाली कङ्ग्रेस पार्टीको एउटा जिम्मेवारीमा छु। विशेष महाधिवेशनको आह्वानकर्ता जो साथीहरूले भन्नुभयो कि त्यो विकल्पबाट पार्टी यो बाटोमा जान सक्छ भन्ने कुरा, त्यो विकल्प मलाई ठिक लागेको, मलाई अहिले पनि ठिक छ, त्यो बाटो जान सकिन्छ भन्ने हो। तर त्यो विकल्प राखेर प्रस्ताव गर्ने साथीहरूले नै राख्दै गर्दा के भनेर प्रस्ताव गर्नुभएको हो भने यदि तिमीहरू नियमित अधिवेशन गर्छौ भने हामी विशेष महाधिवेशनको मागलाई हामी थाती राख्न तयार छौँ, किनकि हामीलाई अधिवेशन चाहिएको, हामीले कुनै यसलाई प्रतिष्ठाको विषय बनाएको होइन, होइन? उहाँहरूको बकाइदा उहाँले राखेको मागमै त्यो भनेर राख्नुभएको छ। तपाईँहरू नियमित अधिवेशन गर्नुहुन्छ भने त्यो नियमित अधिवेशन गर्छौँ भन्ने कुरा पार्टीको यहाँभित्रको समितिले निर्णय गरिसक्यो। तपाईँले भनेको विश्वासको आधार भनेको त्यही नै हो, पार्टीको निर्णय हो। मनमा समस्याहरू नभएको होइन, मनमा आशंकाहरू नभएको होइन, तर मनमा समस्या र आशंकाहरू हुँदै गर्दा पनि यत्रो देशभरिको पार्टीको साथीहरूले भन्नुभएको, तल्लो तहबाट साथीहरूले भन्नुभएको, नागरिकहरूले भन्नुभएको कुराको बोध त पार्टीका प्रत्येक साथीलाई भयो होला भन्ने लागेको पनि। मैले त के सोचेको हो भने यो बिचमा साथीहरू जिल्ला जानुभएको छ, क्षेत्र जानुभएको छ, गाउँ जानुभएको छ, डुल्नु भएको छ, अधिवेशन नगरिकन निर्वाचनमा गयो भने के हालत हुन्छ होला भन्ने कुरा अनुमान लाउनु भएको छ। त्यसैले हिजो अस्ति अधिवेशन पछि गरे पनि हुन्छ भन्ने साथीहरू पनि अब यो पटक त होइन अधिवेशन गरेर जानुपर्छ भन्ने ठाउँ पुग्नु होला भन्ने मेरो भएको अपेक्षा थियो। त्यसैले तपाईँले सोध्नुभएको विषयको सन्दर्भमा विश्वासको आधार भनेको चाहिँ पार्टीको सामूहिक निर्णय, पार्टीको नेताहरूले पक्कै पनि यो तलको साथीहरूको कुरालाई बुझ्नु भएको छ होला भन्ने आधारमा नै। संसद पुनर्स्थापनामा यहाँको हस्ताक्षर छैन, तर कोही साथीले हस्ताक्षर गरेको सदनको सांसद। नेपाली कङ्ग्रेस पार्टीको आधिकारिक निर्णय फागुन 21 गतिको निर्वाचनमा सहभागी हुने, निर्वाचनबाट नयाँ संसद ल्याउने हुने निर्णय हो। संसदको सन्दर्भमा नेपाली कङ्ग्रेस पार्टीले बकाइदासँग के कुरा भनेको छ भने संसदको विघटन संविधानसम्म छैन, तर यो विषय अब सम्मानित अदालतको विषय भएको हुनाले गर्दा अदालतले यसको बारेमा छिनोफानो गर्छ। नेपाली कङ्ग्रेस पार्टीले अदालतमा जाने निर्णय पनि गरेन, यो गएको पनि छैन, जाँदैन पनि। तर अदालतले यो विषयको बारेमा निर्णय गर्छ भनेको हुनाले गर्दा विघटित संसदको कोही सदस्य साथीहरू अदालत जान्छु भनेर भन्दै गर्दाखेरि त्यसलाई कसैले पनि तपाईँको अधिकार छैन भन्ने कुरा रहेन। तर जुन साथीहरूले मलाई सोध्नुभयो, मलाई सोधेको जति साथीलाई मलाई सोधेको कुरा र मलाई सोध्नुभएको र मैले भन्नुभएको मान्नुभएको साथीहरू संसद यो मुद्दा लिएर जानुभयो। मलाई सोध्ने साथीहरूले नेपाली कङ्ग्रेस पार्टीको सांसद भएर यो बेलामा हामीहरू अदालत नजाउँ, अदालतमा आफै मुद्दा छँदैछ, अदालत जे गर्ने आफै गर्छ, हामी निर्वाचनतर्फ केन्द्रित हौँ भनेर भन्यो। मैले आफूले पनि त्यही गरेँ, मैले आफूले भने साथीहरूलाई पनि त्यही कुरा भने। तर कोही साथी आफ्नो मनले जानुभएको छ भने त्यो साथीको उहाँको अधिकार भनेर त्यसलाई मैले उहाँको व्यक्तिगत अधिकार ठानेर त्यसलाई सम्मान गर्छु। हस्, थ्याङ्क यू।
आज केन्द्रीय सम्पादन समितिको बैठक आजलाई सम्पन्न भयो। भोलि फेरि 1 बजे राखिएको छ। छलफलको क्रममा सचिवालयको तर्फबाट कार्यवाहक सभापति महामन्त्रीज्यू लगायतले आफ्नो कुराहरू राख्नुभयो, विषयवस्तु प्रवेश गराउनुभयो। खास गरेर यो अधिवेशनको कार्यतालिका सम्बन्धमा एउटा विषय रह्यो। एकछिन बन्द गर्न आउँथ्यो, एकछिन बन्द गर भने एकैछिन। यो हाम्रो जुन महाधिवेशनको कार्यतालिका थियो, त्यो कार्यतालिकाका सम्बन्धमा र क्रियाशील सदस्यताको प्रगतिका सम्बन्धमा महामन्त्रीजीले प्रस्तुत गर्नुभयो। यो महाधिवेशनको कार्यतालिका सम्बन्धमा र क्रियाशील सदस्यताको प्रगति सम्बन्धमा उहाँले आफ्नो कुरा राख्नुभयो। समग्रमा कार्यवाहक सभापतिले यो निर्वाचनका सन्दर्भमा जुन समानुपातिक सूची पेश गर्नुपर्ने कुरा, त्यस्तै गरेर चाहिँ राष्ट्रिय सभाको यो हामीले सूची तयार गर्नुपर्ने कुरा, ती कुराहरू चाहिँ राख्नुभयो र यसमा हामीले चाहिँ निरन्तर काम गर्नुपर्ने कुराहरू चाहिँ उहाँले राख्नुभयो र केही अरू साथीहरूले त्यो छलफलमा आएका विषयवस्तुमा आफ्नो टिप्पणी राख्नुभयो। यो अनुशासन समितिको संयोजकले पनि यो अनुशासन समितिले गरेको कारबाही र आएका निवेदनका विषयमा पनि कुरा राख्नुभयो र यसमा केही साथीहरूले बोल्ने क्रम आज रह्यो। भोलि फेरि 1 बजे कार्य सम्पादन समितिको बैठक बस्छ र यस विषयमा महाधिवेशनको कार्यतालिका सम्बन्धमा र हाम्रो चाहिँ यो सूची, यो राष्ट्रिय सभाको सूची र समानुपातिक सूचीको सम्बन्धमा अब कसरी त्यसलाई चाहिँ टुङ्गो लगाउने भन्ने कुरामा पनि हामी छलफल अगाडि बढ्छ। र आज पास भएको चाहिँ एउटा विषयवस्तु मात्रै छ, त्यो भनेको जुन प्रदेश सभामा बन्द सूचीमा रहेका साथीहरू त्यो बन्द सूचीबाट आफ्नो नाम हटाएर यो जुन चाहिँ सङ्घीय उसमा चाहिँ समानुपातिकमा या अन्यमा जान चाहनुहुन्थ्यो, 19 जना त्यस्तो सूचीहरू चाहिँ हटाउन चाहने साथीहरूको चाहिँ सूची त्यहाँ पढियो र त्यसलाई चाहिँ त्यो पास गरेर त्यो सूचीबाट हटाउने र निर्वाचन आयोगलाई त्यसको जानकारी दिने कुरा हो। अब कार्यतालिका सम्बन्धमा महामन्त्रीजीले बरु यो वडा र क्षेत्रको गरेर एकैताल केन्द्रको गरेर यो चाहिँ कार्यतालिकामा स्टिक हुने हो कि क्रियाशील सदस्य चाहिँ समयमा सकिने भएन भन्ने आशय कुराहरू राख्नु भएको थियो। त्यस विषयमा अन्य साथीहरूले कार्यतालिकाको बारेमा हामीले अलिकति व्यवहारिक कार्यान्वयन हुने किसिमबाट फेरि निर्णय लिनुपर्छ, फेरि निर्णय गर्ने फेरि कार्यान्वयन गर्न नसक्ने हिसाबले जानुहुन्न भन्ने कुरा भएको छ र धेरै बोल्ने क्रम बाँकी नै भएको हुनाले यस विषयमा विस्तृत कुरा भोलि पर्सिको बैठकमा संसदीय सूची बुझाउने सन्दर्भमा चाहिँ अब होमवर्कमा लाग्छ कि सर्वोच्चको होइन, हामी यो होमवर्कमै लाग्छौँ। हामीले निर्वाचनमा जाने नै कुरा गरेका छौँ नि, तर सरकारले फागुन 21 गते निर्वाचन गरेन भने के गर्ने? अब त्यसको लागि तयारीमा सरकार कति गम्भीर छ, त्यसमा अब शीर्ष नेताहरूको पनि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसँग कुरा